नमस्कार सबैलाई, म विश्रान्त बास्तुला चारकिल्ला रियल स्टेट पोखराबाट। आजको भिडियोमा हामी एउटा यस्तो विषयको बारेमा कुरा गर्दैछौँ जुन लगभग हरेक नेपाली परिवारसँग जोडिएको छ। पुर्ख्यौली जग्गा अर्थात् एन्सेस्ट्रल प्रपर्टीको लिगल इनहेरिटेन्स प्रोसेस। धेरै परिवारमा अंशवण्ड, लालपूर्जा, छोरीको अधिकार, एनआरएन फ्यामिली मेम्बर्स, कोर्स केसेस जस्ता कुराले मिसअन्डरस्ट्यान्डिङ र डिस्प्युट ल्याउन गर्दछ। तर यदि सही प्रोसेस फलो गरियो भने धेरैजसो केसेस कोर्ट नगई केवल एक हप्ताभित्रमै लिगल रूपमा पार्टिसन गर्न सकिन्छ। आज म तपाईँलाई स्टेप बाई स्टेप बुझाउने छु। कसलाई कानुनी अधिकार हुन्छ, अंशबन्ध कसरी गर्ने, मालपोत कार्यालयमा के चाहिन्छ, छोरीको कसलाई कानुनी अधिकार हुन्छ, अंशबन्ध कसरी गर्ने, मालपोत कार्यालयमा के चाहिन्छ, छोरीको अधिकार के हो, एनआरएनहरूले विदेशबाट कसरी म्यानेज गर्न सक्छन् र एउटा ठुलो गल्ती जसले गर्दा हाम्रो हिस्सा नै गुम्न सक्छ। त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। यो जानकारी तपाईँको परिवार, दाजुभाइ, दिदीबहिनी सबैलाई इम्पोर्टेन्ट हुन सक्छ। सबैभन्दा सुरुमा बुझ्नुपर्ने कुरा को हुन्छन् लिगल हायर्स, को प्यासिनर भनेको के हो, हायर्स को पार्सिनेर भनेको के हो। मुलुकी देवानी संहिता 2074 अनुसार एन्सेस्ट्रल प्रपर्टीमा इक्वल लिगल राइट्स हुने व्यक्तिहरू को पार्सिनर हुन्, जसमा पर्दछ छोरा छोरी, पति वा पत्नी, बाबु वा आमा, एडप्टेड चिल्ड्रेन, एनआरएन फ्यामिली मेम्बर्स समेत। र यहाँ एउटा कुरा एकदम इम्पोर्टेन्ट छ, छोरीको सम्पत्तिमा अधिकार। नेपालको संविधान 2072 को आर्टिकल 38 अनुसार विवाहित छोरीले पनि पुर्ख्यौली सम्पत्तिको बराबर अधिकार राखिन्छ। पहिले धेरै मानिसले छोरी बिहे भएपछि अधिकार सकिन्छ भन्ने सोच्नुहुन्थ्यो, तर अहिले कानुन अनुसार म्यारिड वा अनम्यारिड दुवै अवस्थामा छोरीको इक्वल राइट हुन्छ। यो कुरा धेरै परिवारलाई अझै फुल्ली थाहा छैन, त्यसैले अवेरनेस एकदम आवश्यक छ। 2 to 5 स्टेप विच इज लिगल प्रोसेस। अब मुख्य कुरा गरौँ पुर्ख्यौली जग्गा लिगल रूपमा कसरी डिभाइड गर्ने। पुर्ख्यौली जग्गा लिगल रूपमा कसरी डिभाइड गर्ने। यदि परिवार म्युचुअल एग्रिमेन्ट छ भने कोर्ट जानु पर्दैन। प्रोसेस यस्तो हुन्छ। स्टेप 1 विच इज सबै प्रपर्टी र डकुमेन्ट्स आइडेन्टिफाई गर्ने। सबैभन्दा पहिले लालपूर्जा, नापी नक्सा, तिरो रसिद, नेपाली फ्यामिली प्रपर्टी डिटेल्स, डेथ भए त्यसको पनि रेकर्ड सबै कलेक्ट गर्नुपर्छ। किनकि ल अनुसार प्रपर्टी मात्र होइन, फ्यामिली डेप्स पनि इक्वल्ली रूपमा डिभाइड हुन सक्छ। सोच्नुहोस्, तपाईँको बुबाको नाम 5 आना जग्गा छ भने एउटा घर छ र केही लोन पनि छ भने यी सबै इन्भेन्ट्रीमा आउँछन्। स्टेप 2 छ अंशबन्ध डकुमेन्ट तयार गर्ने। अब सबैको पार्सिनर बसेर म्युचुअल एग्रिमेन्ट गर्दछन्, कसैले कुन प्रपर्टी लिने, कति हिस्सा लिने। त्यसपछि अंशबन्ध डकुमेन्ट तयार गरिन्छ। कम्तीमा 2 जना विटनेस चाहिन्छ, नोटरी सर्टिफिकेसन लिनुपर्छ। त्यसपछि यो लिगल्ली बाइन्डेड डकुमेन्ट बन्दछ। यो स्टेप राम्रो कम्युनिकेसन भए धेरै इजी हुन्छ। थर्ड स्टेप मालपोत कार्यालयमा सबमिट गर्ने। अब डकुमेन्ट लिएर प्रपर्टी भएको मालपोत कार्यालय ल्यान्ड रेभिन्यू अफिसमा जानुपर्दछ। त्यहाँ डकुमेन्ट भेरिफाई हुन्छ, पार्टिसन रेजिस्टर हुन्छ र ओनर ट्रान्सफर प्रोसेस सुरु हुन्छ। फोर्थ स्टेप गभर्मेन्ट भ्यालुएसन र फिज। सरकारले प्रपर्टी भ्यालुएसन गर्छ। म्युनिसिपालिटी एरियामा सामान्यतः 4 to 6% जति रजिस्ट्रेसन फी लाग्ने गर्दछ। सो त्यसपछि राजीनामा डकुमेन्ट स्ट्याम्प पेपरमा तयार गरिन्छ। नयाँ लालपूर्जा प्राप्त गर्ने। अन्तिम स्टेप पुरानो लालपूर्जा क्यान्सल हुन्छ र प्रत्येक हायरको नाम रजिस्ट्रेसन फी लाग्ने गर्दछ। सो त्यसपछि राजीनामा डकुमेन्ट स्ट्याम्प पेपरमा तयार गरिन्छ। नयाँ लालपूर्जा प्राप्त गर्ने। अन्तिम स्टेप पुरानो लालपूर्जा क्यान्सल हुन्छ र प्रत्येक हायरको नाममा नयाँ लालपूर्जा इस्यु हुन्छ। यिनै हुन् फाइनल लिगल ओनरसिप प्रुफ हो। अब मात्र तपाईँ प्रपर्टी सेल गर्न, मोर्गेज गर्न, रेन्टमा दिन, ब्याङ्क लोन लिन लिगल्ली इलिजिबल हुनुहुन्छ। यदि सबै नेपाली मेम्बर्स एग्री भए प्रोसेस लगभग 1 हप्तामा सकिन सक्छ। तर यदि डिस्प्युट भयो भने कोर्ट केसले 12देखि 14 महिना पनि लाग्न सक्दछ। फ्यामिली डिस्प्युट भए के हुन्छ? सबै मानव फ्यामिलीमा एग्रिमेन्ट भएन। त्यो अवस्थामा डिस्ट्रिक्ट कोर्टमा पार्टिसन क्लेम अर्थात् फ्रेड फाइल गरिन्छ।
त्यसपछि लालपूर्जा सिटिजनसिप रिलेसनसिप प्रुफ सबमिट हुन्छ। कोर्टले मेडिटेसन गराउने प्रयास गर्छ। मेडिटेसन फेल भयो भने हियरिङ सुरु हुन्छ। बाउन्ड्री डिस्प्युट भए ल्यान्ड सर्वे हुनसक्छ। अन्तिम मेडिटेसन गराउने प्रयास गर्छ। मेडिटेसन फेल भयो भने हियरिङ सुरु हुन्छ। बाउन्ड्री डिस्प्युट भए ल्यान्ड सर्वे हुनसक्छ। अन्तिम कोर्ट अर्डर आउँछ। त्यसपछि फेरि मालपोत कार्यालयमा नयाँ लालपूर्जा लिन सकिन्छ। त्यसैले सकेसम्म म्युचुअल अन्डरस्ट्यान्डिङबाट प्रोसेस नै बेस्ट हुन्छ। कोर्ट प्रोसेस इमोसनली र फाइनेन्सियली दुवै हेभी हुनसक्छ। स्पेसल लिगल केसेस। अब केही इम्पोर्टेन्ट स्पेसल प्रोभिजन। यदि कुनै को पार्टनरले प्रपर्टी लुकाएको भए, उदाहरण एउटा जग्गा इन्टेन्सनली मेन्सन नगरेर हिडन ब्याङ्क एसेस राख्ने, त्यो व्यक्ति त्यो प्रपर्टीको राइट गुमाउन सक्छ। त्यो हिस्सा बाँकी हायर्स बीच डिभाइड हुनसक्छ। यो कुरा धेरै इम्पोर्टेन्ट छ। यदि छोरा प्यारेन्ट्सको केयर नगरी टाढा भयो र छोरी प्यारेन्ट्सको पूर्ण जिम्मेवारी लिन भए त्यो छोरी उनका यदि छोरा प्यारेन्ट्सको केयर नगरी टाढा भयो र छोरी प्यारेन्ट्सको पूर्ण जिम्मेवारी लिन भए त्यो छोरी उनका हस्बेन्ड र चिल्ड्रेनलाई इन्हेरिटेन्स प्रायोरिटी मिल्न सक्छ। मर्डरर क्यानट इन्हेरिट। यदि कसैले इन्हेरिटेन्सको लागि प्रपर्टी ओनरलाई हत्या गरेको भए त्यो व्यक्ति र उनका चिल्ड्रेनले पनि इन्हेरिटेन्स गर्न पाउँदैनन्। विल वसियत। सेल्फ एक्वायर्ड प्रपर्टी भन्ने विल मार्फत डिस्ट्रिब्युट गर्न सकिन्छ, तर चिल्ड्रेनलाई कम्प्लिटली डिसइन्हेरिटेन्ट गर्ने भने पाइँदैन। मिनिमम सेयर ग्यारेन्टेड हुन्छ र एन्सेस्ट्रल प्रपर्टीलाई विलले पूर्ण रूपमा ओभरराइड गर्न सक्दैन। एनआरएन प्रपर्टी नेपाली स्पेसल नोट। विदेशमा बस्ने एनआरएनहरूको लागि पनि गुड न्युज छ। तपाईँ नेपाल आउन नसके पनि नोटराइज प्रपर्टी अफ अटर्नी बनाएर पुरा प्रोसेस विदेशबाट म्यानेज गर्न सकिन्छ। रियल स्टेट रियालिटी। अब एउटा प्र्याक्टिकल कुरा बुझौँ। धेरै मानिसहरूले सोध्छन् जग्गा त हाम्रो फ्यामिलीकै हो, बेच्न मिलिहाल्छ नि, तर लिगल्ली प्रपर पार्टिसन या नयाँ लालपूर्जा बिना प्रपर्टी सेल गर्न सकिन, मोर्गेज गर्न, ब्याङ्क लोन लिन, सेफ ट्रान्जेक्सन गर्न गाह्रो हुन्छ। प्रपर्टी र ब्याङ्कले क्लिन टाइटल खोज्छन्। त्यसैले पहिलो स्टेप लिगल अंशबन्ध गर्नुहोस्, दोस्रो स्टेप नयाँ लालपूर्जा लिनुहोस् र मात्रै प्रपर्टी ट्रान्जेक्सन। यो प्रोसेस सही गरे फ्युचर डिस्प्युट धेरै कम हुन्छ। यदि तपाईँ यो भिडियो हेल्पफुल लाग्यो भने लाइक, सेयर र सब्सक्राइब गर्नुहोला। बेल आइकनलाई क्लिक गर्नुहोला, किनकि हामी यस्तो नेपाल प्रपर्टी ल, लालपूर्जा प्रोसेस, एनआरएन प्रपर्टी नेपाल, ल्यान्ड बिलिङ एन्ड सेलिङ, रियल स्टेट अवेरनेस सबै सम्बन्धी प्र्याक्टिकल भिडियो ल्याइरहन्छौँ। यदि तपाईँलाई अंशबन्ध प्रोसेस, प्रपर्टी भेरिफिकेसन, ल्यान्ड बाइङ सेलिङ र लिगल गाइडेन्स सम्बन्धी हेल्प चाहिएको छ भने डाइरेक्टली कन्ट्याक्ट गर्नुहोला। हाम्रो वाट्सएप नम्बर छ +977 980419 93535। विश्रान्त बासला, चारकिला रियल स्टेट। हाम्रो वेबसाइट छ charkilaestate.com, buyghरजग्गा.com। लोकेसन रहेको छ पोखरा हाम्रो, एन्ड युट्युबमा पनि हजुरले हामीलाई हेर्न सक्नुहुन्छ। सो धन्यवाद। फेरि अर्को इन्फर्मेटिभ भिडियोमा भेटौँला।